उहाँले जति पनि अब घन्टौँसम्म अन्तर्वार्ता दिनुभएको छ, उहाँका अन्तर्वार्तालाई हेर्दाखेरि पनि सबै कुराहरू एउटा सत्य कुरालाई चाहिँ दबाउनको लागि भने स्वयं झुटहरू बोलिराख्नु भएको छ। त्यसले कुरो के देखाउँछ भन्दाखेरि यो चाहिँ असाध्यै फेक र फ्रड कुराहरू यो अहिलेसम्मको घटनाक्रमलाई हेर्दाखेरि चाहिँ के छ भने प्रभात बसेल को मोबाइलमा भएका चाहिँ भिडियोहरू आज सामाजिक सञ्जालमा आएका छन्। ती सामाजिक सञ्जालमा आएका कुरा र चाहिँ स्वयं जाहेरवालीले बोलेका कुरा र चाहिँ प्रभात बसेलले अनुसन्धानको क्रममा आफूले भनेको कुराहरू यदि त्यो उसले भनेको कुराहरू चाहिँ बयानमा लेखाइयो भने लेखियो भने अवश्य पनि प्रभात बसेल साँच्चै यो चाहिँ जाहेरी अनुसारको कसुर गरेको अवस्था देखिँदैन। तत्काल प्राप्त प्रमाणबाट प्रभात चाहिँ बसेल दोषी देखिए छैन अथवा ऊ भोलि चाहिँ निर्दोष हुने अवस्थाको विद्यमानता देखिन्छ भने उसलाई चाहिँ थुनेर कारबाही गर्ने होइन, उसलाई चाहिँ धरोट अथवा सामान्य तारिखमा राखेर। खास सम्भावना कति छ? त्यो सम्भावना धेरै छ कि थोरै छ? यो सम्भावना बिल्कुल एकदम धेरै छ। तपाईँ उसलाई चाहिँ मैले मोटामोटी के भन्न खोजेको भने बलात्कार जस्तो आरोपीलाई सामान्यतया धरोटीमा छोड्ने, साधारण तारिखमा छोड्ने चाहिँ अभ्यास कम देखिन्छ क्या। त्यही माथि यहाँ त अर्को चार्ज पनि छ। यहाँ दुईवटा अदालतले उसलाई छोड्नुपर्ने हुन्छ, दुईवटा अदालतले छोड्नुपर्ने हुन्छ। एउटा अदालतले छोड्यो भने पनि अर्को अदालतले पूर्वपक्षलाई कारागार चलान गर्यो भने ऊ त कारागार बस्नु नै पर्छ। त्यो अवस्था, त्यो सम्भावना चाहिँ त्यही भएर चाहिँ कम हो कि भन्नु खोजेको, किनभने यो प्र्याक्टिस नै कम छ। आशंका गर्ने कुरा होइन, दुईवटा मुद्दा यदि ठुलो गम्भीर प्रकृतिको अथवा चाहिँ भोलि दोषी ठहरेको अवस्थामा 7 देखि 10 वर्षसम्म होइन र चाहिँ 5 लाखसम्म 3 लाखसम्म जरिवाना हुन सक्ने अवस्थाको मुद्दामा कसरी छोड्ला र भन्ने तपाईँको त्यो जिज्ञासा छ। मलाई लाग्छ त्यो जाहेरीमा भनेअनुसार अथवा जाहेरवालीले भनेको अनुसार त्यो कसुर पुष्टि हुने अवस्था चाहिँ छैन। त्यो नभएको कारणले यदि मान्छेलाई कुनै आग्रह पूर्वाग्रह लिएर कसै उक्साटमा लागेर जाहेरी दिँदै जाने हो अथवा एउटै मान्छेलाई एउटै वारदातमा एउटै विषय हो नि त, घटनाक्रम त उसले चाहिँ बेनीबाट भारतसँग पुर्याए पनि विषय त उनीहरूको प्रेम सम्बन्ध र विवाह गर्ने उद्देश्यले लगेको देखिन्छ, न कि उसलाई कहीँ त्यस्तो बाध्यतामा पारेर कुनै कोठामा चाहिँ थुनेर राखेर जबरजस्ती त्यस्तो गरेको कुरा कहीँ कतैबाट देखिँदैन होइन। त्यो कारणले गर्दाखेरि मुद्दा जतिसुकै हुन्, शङ्का जतिसुकै बलियो होस् होइन, शङ्का जतिसुकै परिणाममा ठुलो होस्, तर चाहिँ शङ्काले त्यो प्रमाणको भार ग्रहण गर्न सक्दैन भन्ने एउटा फौजदारी कानुनको मान्यता छ। त्यसले गर्दाखेरि प्रभात बसेललाई जति धेरै मुद्दा हालेर उसलाई शङ्काको घेरामा राखियो भने पनि त्यो शङ्का खालि फगत शङ्का मात्रै हो। त्यो कारणले गर्दाखेरि ऊ चाहिँ के छ भन्दाखेरि थुन्छेकको बहसमा नै ऊ चाहिँ अदालतले माननीय न्यायाधीशज्यूहरूले चाहिँ उसलाई थुन्छेककै बहसबाट चाहिँ उसलाई चाहिँ के छ भन्दा चाहिँ बाहिर बसेर उसलाई चाहिँ मुद्दाको पूर्विषय गर्न पाउने गरी चाहिँ आदेश गर्नुहुन्छ। त्यो मेरो चाहिँ मेरो व्यक्तिगत निजी अनुभवको आधारमा मैले यो कुरा बोलिरहेको छु। जस्तो अब सामाजिक सञ्जालहरूमा हेर्ने हो